आज म यहाँ एउटा फेरि सानो एउटा भिडियो बनाउन गइरहेको छु। यो भिडियो चाहिँ मन्दरहरूको बारेमा बनाउन गइरहेको छु हैन। के को मन्दर भन्दाखेरि चाहिँ अब यो मन्दर चाहिँ जबे भने चाहिँ तपाईँ हामीहरूको कल्पौँ कल्प जन्मौँ जन्मसम्म गरेको पापहरू एकैचोटिमा हटाउँछ र हटाइन्छ भनेर भनेको छ। यो चाहिँ कहाँ छ भन्दाखेरि बुद्धको भगवान बुद्धको सूत्रहरूमा एकदम प्रष्टसँग बनेको छ हैन, प्रष्टसँग बन्छ। अनि यो मन्दर चाहिँ तपाईँ यो मन्दर चाहिँ पुरा जान्नुको लागि भिडियोलाई चाहिँ फास्टदेखि लास्टसम्म हेरिदिनु मेरो अनुरोध छ है। यो तपाईँलाई फाइदा नगरिने बेफाइदा कहिले पनि हुँदैन। यो मन्दर भनेर चाहिँ भगवान बुद्धले चाहिँ पहिला उहाँ मेडिटेसन गर्दाखेरि ध्यानको अनुसार ध्यानबाट दिखेर शक्तिबाट दिखेर चाहिँ यिनीहरू चाहिँ एकदम शक्तिशाली यो यस्तो गरेपछि हाम्रो यो मानिसहरूलाई चाहिँ हामी नबुझी नजानेकोहरूलाई चाहिँ यो गर्दाखेरि यिनीहरूलाई एकदम सब फाइदा हुन्छ भनेर चाहिँ भगवान बुद्धले हामीलाई चाहिँ नासोको रूपमा छोडेर गएको हो हैन। यो मन्त्र जप्दा यति हाम्रो यो जानेर नजानेर चाहिँ गरेको पापहरू कल्पौँ जन्मौँ पाप कसरी हटिन्छ भन्दाखेरि चाहिँ पहिला सुरुमा म पनि अलि विश्वास नलाग्ने थियो कि कसरी हुन्छ यो हुनै नसक्ने यस्तो लाग्थ्यो कि। अनि पछि मैले नि धेरै जपेको मन्त्रहरू जप्दाखेरि चाहिँ मैले चाहिँ अहिले आफूमा विश्वास एउटा कन्फिडेन्स एउटा आयो मलाई चाहिँ मन्त्र जप्दा साँच्चीकै हामी पिस हुने मनमा आनन्द हुने एउटा आफूले चाहिँ एकदम एउटा के इनर्जी भएको फिल हुन्छ हैन। अनि एउटा रिजन चाहिँ के हो भने मलाई पहिला साइन्सहरूको भिडियोहरू धेरै हेर्थ्यो। मलाई साइन्स भने एकदम मेरो इच्छा थियो, चाहना छैन साइन्स हो। अनि मैले साइन्सको भिडियोहरू हेर्थ्यो अनि हामीले सोचेको कहाँ हुन्छ यसरी भन्ने, यस्तो हुँदैन, यस्तो त हुनै सक्दैन भनेर हामीले कल्पनामा गरेको पनि नहुने चिजहरूले चाहिँ साइन्सहरूले चाहिँ यस्तो गरेर देखाउँदो रहेछ नि त हैन। यसरी देखाउँदाखेरि चाहिँ यो चाहिँ भौतिक रूपमा भयो, बाहिरको यो चिजको रूपमा भयो साइन्सहरू गरेको चाहिँ। भौतिक रूपमा चाहिँ यस्तो आँखामा देखाउन सक्छ यिनीहरूले, यस्तो हो भनेर देखाउँछ, हामी देख्न सक्छ। त्यो भएर हामीले विश्वास गर्छ, हामीले चाहिँ हो रहेछ है भनेर एउटा देख्न सकिन्छ। तर हाम्रो भित्री आन्तरिक मनको कुरा भने हामी यो आँखाले देख्न सक्दैन हैन, यो मनले चाहिँ फिल गर्न सक्दैन। त्यो भएर चाहिँ हामीले विश्वास गर्दैन। तर साँच्चै नै यो हाम्रो मन आत्मा त्यो भित्र मनको पनि शक्ति यसरी हुन्छ भनेर चाहिँ यो बाहिर भौतिक रूपमा त्यो साइन्सले गरे जस्तै भित्री साइन्स हो नि, भित्रको साइन्स, मनको साइन्स, आत्माको साइन्स यो भगवान बुद्धले ध्यानबाट मेडिटेसनबाट मात्रै गर्न सकिन्छ हैन। अनि यो पनि हो साँच्चीकै हो रहेछ भनेर चाहिँ मैले चाहिँ विश्वास लाग्न थालेँ के हैन। हामीले कल्पनामा नगरेको चिजहरू साइन्सले भौतिक रूपमा चाहिँ गरेर देखाउँछ नि त, त्यो चाहिँ बाहिरको रूपको गयो। अब हाम्रो भित्रको संसार भित्रको दुनियाँ भनेको चाहिँ हाम्रो ध्यान मेडिटेसनबाट हुने कुरा हो यो हैन। त्यो भएर चाहिँ मलाई चाहिँ एकदम विश्वास लाग्छ। हिजो आज मान्छेहरू भौतिक रूपको साइन्स जति बुझ्दै जान्छ, जति चाहिँ त्यसमा नलेज हुँदै जान्छ, यति नै आन्तरिक बुद्ध भगवानको ज्ञान, बुद्धिस्टको त्यो बुद्धको भनेको आन्तरिक मनको साइन्समा यति नै रुचि राख्ने, यत्तिकै विश्वास आउँदो रहेछ नि त। मलाई चाहिँ यस्तो आउँदो रहेछ। अब बुझेको मान्छे नबुझेको मान्छेहरूमा धेरै फरक हुन्छ होला, त्यो आफूमा भर पर्छ। त्यही भएर यहाँ यो मन्त्र चाहिँ एकदम छोटो छ तर शक्तिशाली छ भनेर चाहिँ भगवान बुद्धले सूत्रहरूमा भनेको छ। अनि यो कुरा म अहिले यहाँ एउटा किताब छ त्यो तपाईँलाई म देखाउँछु है। यो किताब छ हैन, यो किताबमा चाहिँ यहाँ लेखेको छ, म भन्छु है, पढेर सुनाउँछु तपाईँलाई। यो मन्त्र चाहिँ तपाईँले यो मन्त्र चाहिँ जपे भने चाहिँ तपाईँ हामी जानेर नजानेर कल्पौँ कल्पसम्म र जन्मौँ जन्मसम्म गरेको पापहरू चाहिँ एकैचोटिमा चाहिँ हटिन्छ भन्ने छैन। अब यो मन्त्र कसरी पढ्छ अरे, ओम गे चा न हुङ, ओम गे चा न हुङ, ओम गे चा न हुङ भन्ने छ यो। यसरी जपेर चाहिँ अनि तपाईँ यो जप्दाखेरि ओम गे जना हौँ, ओम गे जना, ओम गे जना, ओम गे जना हौँ, ओम गे जना हौँ भन्ने यसरी जपेर गऱ्यो भने तपाईँको तर तपाईँ हाम्रो मेन कुरा चाहिँ विश्वास हुनु पऱ्यो। विश्वास र मनदेखि जप्नु पऱ्यो होइन। त्यो जपेपछि हामीलाई चाँडैभन्दा चाँडै लाभ हुने, फाइदा हुने हुन्छ होइन। अब हुन्छ कि होइन भनेर जस्तो अन्धविश्वास पनि नभएको एउटा होइन भनेर जप्यो भने फाइदा त्यति हुँदैन, तर बेफाइदा चाहिँ कहिले पनि गर्दैन यसलाई चाहिँ। त्यही भएर चाहिँ तपाईँले चाहिँ मनदेखि नै लिएर चाहिँ म 3 द्वारबाट कल्पसम्म गरेको पापहरू चाहिँ हटोस् भन्ने सम्झेर चाहिँ यो ओम गे जना, ओम गे जना, ओम गे जना, ओम गे जना यसरी गरेर जपेपछि चाहिँ अवश्य तपाईँलाई फाइदा हुन्छ ल, तपाईँको पापहरू हटिन्छ।
यो है यो पाप चाहिँ यो भित्र के भनेछ भने ओम गे जना हुङ दि देबे कल्ब तोङदु साक्बे दिक्बा दागो भनेछ किताबभित्र है के भन्नुभएको छ भने चाहिँ तपाईले यो मन्त्र यसरी जाबे भने तपाईले हजारौं वर्षसम्म तपाईले जानेर नजानेर बुझेर नबुझेर गरेको पापहरू सबै हटाउँछ भनेर भन्नुभएको छ त्यही भएर तपाईँ एउटा भयो अर्को कुरा चाहिँ के छ अर्को मन्त्र चाहिँ के छ भने चाहिँ तपाईँ हामी धेरै मान्छेले चाहिँ अब कुनैले मासु खाइन्छ मासु खान्छ कुनैले मासु खाँदैन हैन मासु नखाने मान्छेले त यो मन्त्र जप्नु परेन हैन जप्नु परेन उनीहरुलाई यो खासै के फरक नै पर्दैन तर मासु खानु हुनेहरु मासु खानेहरुले हैन म पनि मासु खान्छु कहिलेकहिले है आफू पनि धर्म गर्ने त भन्छ कहिले मार्ने चाहिँ मार्दैन मासु कहिलेकहिले खान्छु तर किन कुनै प्राणीहरु मरेको हुन्छ त्यो मरेको मासुहरु चाहिँ खेर फाल्दिने भन्दा त हामीले खायो भने हाम्रो जिउले चाहिँ शक्ति ताकत आउँछ ताकत आएपछि हामी धर्म कर्म जेमा काम गर्दाखेरि नै एउटा एनर्जी आउँछ त्यसै कारण सम्झेर त्यो मासु खायो भने चाहिँ हामीले राम्रो हुन्छ फाइदा हुन्छ तर पाप त लागिहाल्छ जसरी पनि हैन अब त त्यो पाप चाहिँ अब नलागोस् भनेर बुद्ध भगवानले चाहिँ एउटा एकदम राम्रो मन्त्र छोडेर भनेर गर्न जानु भएको छैन यो मन्त्र चाहिँ अब जाबे मासु खाने भन्दा अगाडि 7 चोटी जाबेर यो मन्त्र चाहिँ मासु खाने मान्छेहरु है मासु खाने मान्छेहरुको लागि हो यो मासु खाने मान्छेहरुको लागि चाहिँ खानु हुन्छ भने तपाईले चाहिँ यो मन्त्र चाहिँ 7 चोटी जाबेर त्यो मासुमा चाहिँ फुफु गरेर चाहिँ खानु भयो भने त्यो मासुको प्राणीको लागि पनि त्यो नर्कमा नजाने यदि नर्कमा गइहाल्यो भने नि उहाँले यसलाई चाहिँ यदि दुःख नपाउने हैन दुःख नपाउने र स्वर्गमा प्राप्त हुने स्वर्ग जाने खालको हुन्छ भन्ने चाहिँ प्राणीलाई चाहिँ अनि तपाई हामी आफू पनि मासु खायो भने त पाप लाग्छ हैन त्यो मन्त्र जपेर फुफु गरे भने हामीले नि त्यो मासु खाएको पाप चाहिँ लाग्दैन भन्छ यदि लाग्यो भने नि ठुलो लाग्दैन पाप सानो मात्रै हुन्छ भन्छ योहरु चाहिँ एकदम एउटा यो कुरालाई चाहिँ हामी बुद्धिज्ममा भन्छौं सिक्रेट भन्छ यो नि सिक्रेट हो एउटा यसरी एउटा मन्त्र जपेर कसरी हुन्छ भनेर हामीले सोच्न सक्दैन यही हो सिक्रेट भनेको हैन हामीले विश्वास नगर्न सकेको चीजहरु चाहिँ भइरहेको हुन्छ के त्यही हो सिक्रेट भनेको हैन त्यो भएर सिक्रेट हो यो अब यो मन्त्र चाहिँ कसरी जप्छ भन्छ कि ओम आ बिर हुङ खे चा मम सो हा भन्ने चाहिँ ओम आ बिर हुङ खे चा मम सो हा ओम आ बिर हुङ खे चा मम सो हा यो चाहिँ म तपाईहरुले बुझ्योस् भनेर चाहिँ मैले बिस्तारै पढेको है जापेको हो तर हामी मासु तपाई यो अब जप्दा तपाईलाई चाहिँ एकदम फुलमा यो तपाईले चाहिँ अब जाप्ने शिवाले भइसकेपछि त ओम अबिर खेच मम सो 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 हा भन्ने यसो जाबेर चाहिँ जुन मासु तपाई अगाडि हुन्छ नि खानु लागि पाकिसकेपछि त्यसमा हु गर्दै पनि त्यो प्राणीलाई एकदम फाइदा हुन्छ र तपाईले पनि पाप लाग्दैन अथवा तपाईले त्यो मासु पसलमा जानुहुन्छ नि मासु पसलमा त माछा कति हुन्छ मरेको कुखुरा मासु हुन्छ कति मरेको त्यो जानवरहरु हुन्छ नि हैन त्यहाँ गएर तपाई यो मन्त्र जपेर फुक दिए भने चाहिँ एकदम फाइदा हुन्छ त्यो त्यहाँको त्यो आत्माहरुलाई चाहिँ तर तपाई यो त्यहाँ फेरि उनीहरु मान्छे दिग्ने गरेर फुक्ने पनि राम्रो हुँदैन यो पनि मान्छेले फेरि उनीहरुलाई चाहिँ फेरि गिन गर्छ हैन हाम्रो फुक नदिग्ने गरेर मन्त्र चाहिँ जति सक्दो जपेर फु गर्दियो भने त्यो प्राणी मरेर गएको प्राणीहरु आत्मालाई एकदम शान्ति पाउने र उनीहरुले दुःख नपाउने उनीहरुलाई चाहिँ अब मरिसकेपछि अन्धकार हुन्छ दुःख पाउँछ पीडा पाउँछ भन्छ नि तिनीहरुबाट मुक्त हुन्छ यिनीहरु त आफूले पनि धेरै धर्म कमाउँछ हैन त्यही भएर यो ओम अबिर खेच मम सोहा भन्ने चाहिँ मासु खाने मान्छेहरुलाई चाहिँ यो एकदम उपयुक्त छ र एकदम फाइदा छ है अर्को एउटा मन्त्र छ यो मन्त्र चाहिँ जप्दाखेरि चाहिँ तपाई हामीले अब सबैले चाहिँ प्रार्थना गर्छन् हैन प्रार्थना के गर्छ त म राम्रो पैसा कमाओस् मलाई राम्रो काम पाओस् मेरो पढाइमा राम्रो होस् मेरो घर परिवार राम्रो होस् म 25 जन्ममा चाहिँ स्वर्गमा जन्म लियोस् हैन मलाई सुख पाओस् शान्ति पाओस् भनेर हामी प्रार्थना गर्छौं हैन यो प्रार्थना गर्नुभन्दा अगाडि यो मन्त्र चाहिँ 7 चोटी जाबे भने तपाईले जुन प्रार्थना गर्नुहुन्छ यो प्राप्त हुन्छ भन्छ
अब यो कसरी हुन्छ भन्दाखेरि चाहिँ अब झट्टै त हुँदैन होइन। हामी यो आलु काटे जस्तो, घाँस काटे जस्तो, स्याउ काटे जस्तो चक्कुले काट्ने बित्तिकै त्यो दुई टुक्रा भएर जाने त्यस्तो रिजल्ट चाहिँ एक्ज्याक्ट झट्टै चाहिँ आउँदैन हामीमा। यो मन्त्र जप्दाखेरि बिस्तारै बिस्तारै इफेक्ट भएर हुन्छ कि भित्र, त्यस्तो हो होइन। एकैचोटि झट्टै हुन्छ भने चाहिँ होइन। अब जस्तै हाम्रो यो संसारको सबै चिज चाहिँ नित्य छ होइन, अनित्य छ भने नित्य छ नि त, कुनै चेन्ज भएर जाने चिज हो नि त होइन। त्यो चेन्ज कसरी हुन्छ हामीले थाहै हुँदैन नि त। सेकेन्ड टु सेकेन्ड, मिनटबाट मिनट होइन, घन्टा गरेर एक दिन 2 दिन 3 दिन महिना गरेर एक दिन जो एकदम कुहिएर जाने, बिग्रेर जाने, मरेर जाने छ नि त। यस्तोको चाहिँ हो, यस्तो तरिकाले चाहिँ हाम्रो मनभित्र मन्त्र जप्यो, अब मेडिटेसन गऱ्यो हो, यसरी स्टेप बाई स्टेप होइन भित्र इफेक्ट भएर हुन्छ, भित्र असर परिरहेको हुन्छ। हामीले चाहिँ फाइदा भइरहेको हुन्छ कि हाम्रो इनर्जीहरू ग्रो भइरहेको हुन्छ, इनर्जीहरू पालिरहेको हुन्छ, शक्तिहरू पालिरहेको हुन्छ कि। त्यही भएर हामी विश्वास गर्नुपर्छ भन्ने चाहिँ यही हो। विश्वास पनि गर्नुपर्छ। विश्वास नगरेर त हाम्रो यो संसारमा बाँच्ने नै गाह्रो छ। अनि तपाईँले कसैले विश्वास गर्ने, केलाई नै विश्वास नगरे भने त सधैँभरि शङ्का, डर, त्रास होइन, त्यो भएर चाहिँ हामी मजा नै दुःखले मार्छ। त्यही भएर केही हदसम्म त हामीले विश्वास गर्नु पनि पर्ने हुन्छ। त्यही भएर चाहिँ है यो 3वटा मन्त्र चाहिँ, यो 3वटा मन्त्र अब यो मन्त्र चाहिँ कसरी जप्छ भन्दाखेरि चाहिँ ओम दारे दारे बेन्दारे सोहा, ओम दारे दारे बेन्दारे सोहा भन्छ। लेन दुन देन मलम घाउँदा डुबो भने चाहिँ 7 चुरी जपेर चाहिँ तपाईँ यो 7 चुरी जपेर त्यो पछि तपाईँको प्रार्थना गर्नुभयो भने जुन प्रार्थना गर्छ त्यो प्राप्त हुन्छ भन्छ।